अराउन्ड 100 डेनिस कर्नरको केक। प्लिज अन्तिमसम्म हेर्नुहोला। मैले चाहिँ छोराको बर्थडेमा ब्याटम्यानको केक बनाएको आफैले। त्यो चाहिँ अन्डर 100 कर्नरमा बनेको छ। यहाँ डेनमार्कमा चाहिँ सामानहरू सबै थोक किन्न पाइन्छ। बेस किन्न पाइन्छ, क्रिमहरू किन्न पाइन्छ अनि सबै थोक चाहिँ मैले प्रायःजसो घरमै किनेर राखेको हुन्छु। जस्तै अब सुगर पाउडरहरू भयो अनि भेनिला सुगरहरू भयो, जति पनि केकमा लाउने आइटमहरू हुन्छ नि तिनीहरू चाहिँ मैले किनेर राखेको हुन्छु। अनि सुपरमार्केटमा चाहिँ क्रिमहरू जस्तो पनि पाइन्छ, ल्याक्टोज फ्री, ल्याक्टो भएको जस्तो पनि पाइन्छ। अनि यो केकको चाहिँ बेस पाइन्छ। अनि मैले चाहिँ बेस लिएर आउँछु र अनि सजिलोसँग बनाउँछु। अब यो फिलअप गर्ने त हो, त्यति धेरै गाह्रो काम त छैन। अब बेस बनाउँदाखेरि चाहिँ अलिकति बेसलाई टाइम लाग्ने हो, त्यो पनि सजिलै हुन्छ। तर बेस आफै किन्न पाए पछाडि चाहिँ किन दुःख गर्ने भनेर चाहिँ मैले बेस बनाउँदिनँ। अनि यसरी चाहिँ आफूलाई जे मन लाग्छ त्यसरी फिलअप गर्ने, क्रिम हाल्दै अनि त्यस पछाडि त्यसमा त्यो किक्सहरू हाल्दै अनि त्यस पछाडि चाहिँ फ्रुटहरू पनि हाल्न मिल्छ। मैले चाहिँ जस्तो पनि बनाउँछु, जस्तो इच्छा लाग्छ त्यस्तै। यसपालि चाहिँ मैले फ्रुटहरू नहाली बनाएको। अब यो चाहिँ बर्थडेको भयो नि त, अनि त्यही भएर चाहिँ मैले चक्लेट हालेर चाहिँ अनि क्रिम हालेर फिलअप गरेँ। अब यसलाई चाहिँ मजाले अब गर्न चाहिँ मजाले नै गर्न खोजेको, तर पर्फेक्टली अब बेकरीको जस्तो त कहाँ हुन्छ र। तर पनि मैले ट्राई चाहिँ गरेको छु मजाले बनाउनलाई। राम्रो पनि बनाएको थियो, टेस्टी पनि बनाएको थियो। अब अन्डर 100 डेनिस कर्नर, अन्डर 100 डेनिस कर्नरमा त अब कहाँ राम्रो त बन्छ र। तर पनि मैले चाहिँ मजाले ट्राई गरेको थिएँ। अहिले चाहिँ मेरो छोरालाई ल्याक्टो इन्टोलरेन्स भएको भएर मैले चाहिँ जे पनि घरमै बनाइदिन्छु कि बनाउन ट्राई गरिरहेको छु। त्यही भएर यो केक पनि उसले ब्याटम्यानको बनाउने भनेर गरिरहेको थियो। अब यही केकलाई चाहिँ पसलमा किनभने चाहिँ 800देखि 1000 कर्नर पर्छ। अनि त्यही भएर चाहिँ मैले आफैले बनाएको हो। आजकल चाहिँ म अलिक धेरै क्रिएटिभ भएको छु कि पैसा किन अन्नेसेसरी कुरामा वेस्ट गर्ने। आफूले सिक्यो भने यो केकहरू त सधैँ चाहिरहने कुरा हो नि त। अब 4 जना फ्यामिली छौँ हामी, 4वटा केक त बनाउनै पर्यो। अनि एक दिन एनिभर्सरी गर्दा 5वटा केक त वर्षमा बनाउनै पर्यो। अब 1000ले गर्दाखेरि नै 5000 डेनिस कर्नर, 500 रुपियाँमा त मैले 5वटा केक बनाइहाल्छु। अनि किन पैसा वेस्ट गर्ने भन्ने कुरा हो। अनि यस्तो गरे पछाडि चाहिँ छोराछोरीले पनि सिक्छन् नि त क्रिएटिभिटी, उनीहरूलाई पनि पछि एभ्रिडे लाइफमा युज हुन्छ। हेर्नुहोस् त राम्रो बनेको छैन, अलिकति थोरै त्यहाँ चाहिँ खुँडे भएको छ, तर राम्रो बनाएको छ। हेर्नु त, under 100 corner. Thank you so much for watching. See you in another video. Bye.